त्यही त हामी चाहिँ स्कटल्यान्ड जाँदैछौँ हामी बुढाबुढी रक्त लाएर आजको हाम्रो यात्रा यता हेर त घरबाट निस्केको 3 दिनको लागि होइन त यसलाई यसरी घुराउँदै जाँदाखेरि त यसको खुट्टा त सबै भाँचिसक्छ हामी तलबाट गएको भए ठिक हुन्थ्यो माथिल्लो बाटो नि तल्लो बाटो ट्रेन स्टेसन छिटो पुगिन्छ क्या ल हामी चाहिँ प्रेस्टन सिटीमा स्कटल्यान्ड जाँदै बुढाबुढी यसकोबाट खै के लानु छ केही छ लानु पर्दैन होस् खानेकुरा लिएकै छ अगाडिबाट जाने ट्रेन स्टेसन जाँदैछौँ मलाई चाहिँ भरिया बनाख पारी जाँदा उताबाट गाडी आइरह त एकछिन पख ल जाउँ अघि त क्यामेरा कस्तो कालो आएको अहिले पनि कालै आइरहेको छ जस्तो लाग्छ हो अघि टल क्या पनि थियो है धेरै हामीलाई चाहिँ अब एलिसा पर्खिरह होइन प्लेटफर्म 3 मा अरे 58 क्यामेरा पार्दैन अब यसकै फोन के गर्छन् हौ त्यति हो ल यो टोली चाहिँ यता हेर न फेरि यहाँ भागा भाग हुन्छ गाइजहरू कस्तो टल्किँदो रहेछ नि यो जे किन मन लाग्यो किन खाना नपाएका हालेहरू वीरबहादुरजी कस्तो लागिरहेछ नि लास्ट चाहिँ नरमाइलो लागिरहेछ हामी चाहिँ ट्रेनमा जाँदैछौँ कहाँ अरे स्कटल्यान्ड उल्टो बसिया छ यस्तो घुमिरहेछ कपाल ठाउँहरू चाहिँ उयोहरू चाहिँ दामी सिन देखिरह तर उल्टो बस्नु पर्यो यस्तो दामी ठाउँ छ अनि यता चाहिँ भोकाले कामबाट आएकोहरू भोकाले खाइरहन् म पनि पुग्यो मलाई अनि म पनि खाँदैछु अझै चिसो खाँदै होला त्यो लिलिबिली फिल्ममा यतै ओरियन पार्कमै गरे हो नि त स्कटल्यान्ड के छ केटाकेटी हो राम्रो कति राम्रा देखेका हौ यो ट्रेन हेर न यो बाहिर त यहाँ त ए कसरी गुड्काउने यहाँ अहिले बाटोतिर गुडाउनु ल बुढी मेरो पनि बनाऊ है यहाँ ट्याप गर्नु पर्दो हो
ओए बुढी कार्ड निकाल न कार्ड ल ल्याइराख सबजना जाने हामी बस्छौँ हामी बस्छौँ बिरेको सुर्केस चाहिँ कडा छ स्कटल्यान्डको बस चाहिँ यस्तो हुन्छ हिरोनीहरू खै यता हेर त क्या बबाल सिन आउँदो रहेछ नि त त्यो ऊ ठाउँमा जाने होला हामी चाहिँ होटलतिर जाँदैछौँ हजुर त्यहाँ स्कटल्यान्डको बस चाहिँ अर्कै हुँदो रहेछ नि हामी दुईजना ल स्कटल्यान्डमा स्कटल्यान्ड यहाँबाट खतरा देख्दो रहेछ कहाँ गयो तिमीहरू मैले बनाइरहेको छु कि भिडियो चाहिँ राम्रो आइरहेको छ के बोलौँ कसैले बागाली गर्छ भन्ने डर लाग्यो क्या भिडियो बनाउँदा कसैले केही त भन्दैन नि त्यसलाई मात्रै बनाइराख्नु हुँदैन नि त ए उसले मात्रै बनायो भने त त्यो त अभियसली रिसाइहाल्छ नि होइन 05 बाटै बनाउनु पर्यो यहाँको स्कटल्यान्डको झन्डा हो त्यो ऊ चाहिँ क्रसवाला त्यो चाहिँ स्कटल्यान्डको झन्डा तर अति जाडो रहेछ यहाँ यहाँबाट हामी जाने चाहिँ कति टाढा हो 15 मिनट जति हो अनि गाडीमा जाने होला नि त हिँडेर 20 मिनट हिँड्ने त पछाडि भिडियोमा देखिन्छ नि भागेको हेलो बुढी ओ तिम्रो खोइ ब्याग ए सब मैले बोकेँ हो म सबै बोकेर ऊ चाहिँ रित्तै हिँडिरहेको अनि हजुर फोन किन यो आइफोन स्टोर चाहिएन मलाई मेरो आफ्नै फोन छ म एकैचोटि 20 निक्लेपछि मात्रै किन्नेवाला हो ल स्कटल्यान्डको राजा होला यो राजा हो के हो यो
होला नि यो के लेखा छ यो त्यहाँ ओ बुढी यही हो मेन सिटी भनेको यही हो मेन सिटी चाहिँ ओ मतलब राजधानी कस्तो दामी देखिन्छ तिमीहरू त दुइटाले आम्म कति राम्रो देखेको हो हेलु तिमी त स्वर्गकी अप्सरा जस्तै देखाएको छ म त्यसमा गीत हालिदिन्छु त्यसमा म गीत हालिदिन्छु के खाना के दाइ नमिठो चाहिँ नहोस् हेलो हेलो हामी यस्तो भिडियो बनाउनुलाई नेपालीहरू कति त फ्री हुँदैन रहेछ यो चाहिँ के हो त्यही एउटै होइन एउटै सिटी हो है यो मतलब यो पनि पुरै के अरे यो ठाउँको नाम के अरे इडिन ब्रो कस्तो अप्ठ्यारो नाम हौ इडिन ब्रो स्कटल्यान्ड तर अति प्रेस्टन भन्दा धेरै चिसो ठाउँ रहेछ अनि धेरै तल आएको छ नि त मतलब तल भन्नाले हिल हाइटमा हिल एरिया झन् विशेष एकदमै चिसो एरिया स्कटल्यान्ड बस पनि अर्कै हुँदो रहेछ है यहाँको साइकल चाहिँ जहाँ पनि चल्दो रहेछ ल भन ल बोल त अब हामी नेपाल पसल गएको पसल होइन होटेल होइन यत्रो हिँडेको छ यत्रो हिँडेर नेपाल रेस्टुरेन्टमा मिठो भएन भने चाहिँ त्यही हो नेपाल रेस्टुरेन्ट कस्तो छ होइन बियर सियर खानु पाउँछ कि पाउँदैन के चाहिँ दाइ नेपाल रेस्टुरेन्टमा बियर खानु पाउँछ कि पाउँदैन सिक्किम खाने एउटा प्याक गरेर ल्याएर भरे एउटा एक दुईवटा बियर ल्याएर खाने हो म त हिजो त गएर 600 पाउन्डको क्यामेरा हान्न लागिरहेको थिएँ फेरि होस् छोडिदिउँ अहिलेलाई भनेर अनि मात्रै हो पछि स्कटल्यान्ड आइफोन हुँदा क्यामेरा त चाहियो तर सजिलो हुन्छ भनेर त्यो चाहिँ हामी लगभग 2 वर्षपछि हामी बुढाबुढी घुम्न निस्केको होइन हेलो बुढा हो युके आएदेखि हामी चाहिँ फर्स्ट टाइम 2 वर्ष चाहिँ घुम्न यसरी बाहिर निक्लेको नभएसम्म निक्लेकै थिएन होइन 4 वर्षमा त्यही एकचोटि लन्डन गयौँ अनि त्यही आज मेरो बुढासँग फर्स्ट टाइम घुम्न आएको कस्तो लागिरहेछ एकदम खुसी छु म त यहाँ हेर न यस्तो म पनि खुसी हुँदैछु भेरी ह्याप्पी भेरी मच ह्याप्पी ओके कस्तो देश खैरीहरूले कस्तो देश बनाएर छ त है ल हेर फुटपाथ नेपालमा सानो हो भन्छन् है ठुलो बनायो भने यहाँ हेर त फुटपाथ ओ थमेल यतापट्टि यहाँ रहेछ यता भित्र ल
यही रहेछ फर्मेल रेस्टुरेन्ट काठमाडौँ है गाइजहरू यहाँबाट भित्र जाने बाटो छ नि यहाँबाट उँभो होइन होइन ल नहीं यताबाट जाउँ नि यता उँभो जाउँ न उँभो माथि यहाँ सुन न यता माथि जाउँ न माथि जाउँ न ल घुमिरहेको छौँ हारे हुँदै यहाँबाट उँभो हौ ल ओए नजाऊ भयो फोटो खिच सपना उँभो जाउँ यो त ऊ जस्तो छ त माथि कटारीको 400 जस्तो के अरे माथि कुनो जस्तो छ त त्यही भएर लगाएर ओ आऊ कस्तो लागिरहेको खुसी लागिरहेको छ छैन यस्तो दामी मैले भने होइन अघि सबै स्कटल्यान्ड देखिन्छ यहाँ माथिबाट हामी त्यो खाना रुमबाट यतै रुम जाने बाटो उता डाँडा पनि सपना यता हेर न कस्तो दामी देख्दो रहेछ त्यहाँ चाहिँ मेरो बुढी आउँदैछ कहिले आफै जोगेर हिँड्छ नि वा दामी भ्यू रहेछ हजुर यहीँबाट तल रहेछ या बिरु कस्तो लागिरहेको छ स्कटल्यान्ड एकदम दामी छ तिमी पनि फर्स्टचोटि हो फर्स्ट टाइम आयो पहिला कहिले आएको थियो कहाँ हेर स्कटल्यान्ड भर्खर टेकेको हो भिडियो फोटो खिच्नु लागि फोटो खिच्दा माथि होला माथिबाट चाहिँ पुरै स्कटल्यान्ड देखिन्छ क्या हो यसको भ्यू मैले आउन खोजेकै यहीँ हो बुढी मैले भनेको थिएँ नि मलाई आउन मन लागेको ठाउँ यहीँ हो यही ठाउँमा आउँछु भनेको त्यो एउटा कुन फिल्मको सुटिङ पनि यहाँ गरेर थाहा छ ल कस्तो खतरा लाइट परेछ मलाई पनि त्यो उकालो चढेर हो क्या ल ए ब्युटिफुल दुईटा आउँदैछन् कसको एउटा हो यो ठाउँमा आउने मेरो चाहिँ सपना थियो है ल सपना यहाँ मैले लिएर आएको छु फेरि हो तिमीले ल्यायौ धन्यवाद तिमीलाई मेरो बहिनी होइन प्यारी ल हेर त मैले यो ठाउँमा आउने बुढीलाई पहिला मैले भनेको थिएँ नि तिमीलाई त्यो ठाउँमा एउटा फिल्मको सुटिङ भएको त्यो हेर्न जाने भनेर आयो त भयो होइन अब यहाँबाट सब देखिन्छ क्या
देख्यो ल मान्छे त्यत्रो आएर बसिरहेको छ नि हामीले त्यहाँ खाएर मैले धन्न कहाँबाट मैले वाह कस्तो दामी भ्यू छ के भन्छ यसलाई चाहिँ तर नाम चाहिँ थाहा छैन मलाई हो क्या बुमा ओ त्यो दामी ठाउँ रहेछ यो चाहिँ एकदमै टुरिस्ट मेरो बनाऊ है ल यता चाहिँ टक्क मेरो पनि यता छु हाँ ए भूमि यस्तो हेरिराख ल उता हेर न उता फर्क त उता क्या उता उता फर्केर उता फर्क न पुरै जिउ है वाह ल देखिने हो कस्तो दामी आछ देख्यो ल सिन देखाउन खोजेको मेरो एउटा भिडियो बनाउनु टक्क हामी दुईजनाको एउटा भिडियो बनाउनु पर्यो कि यहाँ त यता यतापट्टि आउनु उल्टो भयो क्या एक घन्टा नै हो ल बाय मम्मी ओ यस्तो दामी खोलिरहेको नि कहाँ गयो तिनीहरू चाहिँ बुढाहरू यहाँबाट जाउँ न उँधो पारी त्यही त यस्तो दामी हो आऊ न छिटो उनीहरू गइसक्यो तर राम्रै आएन के हो यो भित्र ए पैसा तिरेर जाने त होला उताबाट यताबाट होइन ओ बिरु कति राम्रो आएको कति गोरो आएको यो म्युजियम हो घरको डिजाइन चाहिँ हो
ओए आऊ न स्कटल्यान्ड है हिँड नि तिमीहरू हिँड्नु पर्यो यो के हो यसलाई के भन्छ क्यासल हो महल रानी महल राजा महल भने जस्तै ल पुरै स्कटल्यान्ड हेर्ने वा नछिनाउ न है भोकाले 7,000 लगाइरहेको म पनि त चप्पै दिएको राम्रो आउँदो अनुहार चाहिँ मेरो ठुलो भएछ राम्रो छ यहाँभन्दा राम्री बुढी कस्तो पाउनु तपाईँलाई भने फेरि यहाँ आउनु रुमाल फिरे है चट्टै छट्टै नभने माया बोलिदेऊ न झट्टै ए झट्टै सै खै मेरो पनि कति कहाँ हो यो गार्डन भनेको चाहिँ गाउँबाट जङ्गलको यात्रा अनि हामी खासमा गएको चाहिँ कहाँ हो के भयो त गाडी यो के हो यस्तो पुलिस पनि रहेछ यहाँ त Oh my god. बिरु यो समुद्रमा चाहिँ कसरी बनायो क्या हेर त यो समुद्र माथिबाट रेलको बाटो ल यस्तरी कसो भनेको युकेमा यो स्कटल्यान्ड चाहिँ लास्ट चिसो क्या यता ल नेपाल जस्तै छ स्वर्ग हेर्ने हो स्वर्ग
यस्तो ठाउँलाई भन्छ क्या हाम्रो गाइजहरू चाहिँ आछु ए घोडा देखेन घोडा चढिरहेको त ए माथितिर नि टन्नै रहेछ घोडाहरू यस्तो राम्रो भ्यूमा हामी बुढाबुढी चक्क के को वाकिङ हुन्छ बाउ हामी ल स्वर्ग हेर्ने हो गाइज हजुर ब्यागहरू चाहिँ कहाँ राख्नु यस्तो दामी ठाउँ छ कि यति राम्रो ठाउँ छ आफूलाई चाहिँ फेरि सहरभन्दा पनि यस्तो ट्रेकिङहरू जाने यस्तो टाढा टाढा जाने नै एकदमै धेरै मनपर्छ चिसोले नाकाबाट सिँगान चुइसक्यो खैरी कुद्दै आउँदैछ यता अस्ति चिसो सल्लाह पनि हुँदो रहेछ यहाँनिर टन्नै यो चाहिँ स्कटल्यान्ड हो स्कटल्यान्डको उडुन के भन्छ यसको नाम त मलाई राम्रोसँग थाहा छैन अब आएको मात्रै हो हेर्न त ठाउँ हेर्नलाई उनीहरू चाहिँ के खेल्दैछन् आफूलाई चाहिँ खेल्ने कुरामा खासै इन्ट्रेस्ट लाग्दैन खेल्नुभन्दा चाहिँ बरु हिँड्यो यताउता अनि एक्सर्साइज नै हुन्छ अब फेरि अब 2 दिन पछाडि अब आज चाहिँ प्रेस्टन फर्क्यो अब यति नै हो हिँड्नलाई अब फेरि अब अहिलेको यो सिजनलाई चाहिँ यति नै होला घुम्ने मेरो होलिडेहरू पनि सकिसकेको छ अब फेरि अर्को वर्ष अब जनवरी फेब्रुअरी मार्च अप्रिल या मेतिरको लागि फेरि 2 हप्ता छुट्टी लिएर फेरि एकदमै दामी ठाउँ यस्तै घुम्ने ठाउँहरू चाहिँ जाने हो हामीलाई चाहिँ अब म चाहिँ यहाँबाट पर गएर यस्तो आइदिउँ कि जस्तो पनि लागेको छ होस् यो ओह्रालै झर्छ उनीहरूको पनि सक्यो होला फेरि हामी आज फर्किनु पर्ने छ र धेरै बस्नु पनि मिल्दैन आहा कस्तो तातो आयो चाहिँ एकदमै तातो भइरहेको छ तर ठाउँ चाहिँ एकदमै राम्रो ठाउँ रहेछ घुम्न गर्न झन् यो डाँडा कटेर जान पाएको भए साह्रै राम्रो हुन्थ्यो होला तर मैले यतिखेर 1-2वटा भिडियो फोटो खिचिहालेँ मलाई पुगिगयो पछि चाहिँ यहाँबाट अब 2 वर्षपछि युकेबाट नेपाल गएपछि एउटा ट्रेकिङ जाने सपना छ मेरो गएर चाहिँ एउटा चाहिँ अब मेरो पहिला जान एकदमै धेरै मन लागेको र आफ्नै गाउँमा भएको चाहिँ त्यो 5 पोखरी चाहिँ जानु हुन्छ गएर अनि त्यस पछाडि हेरौँ कता हुन्छ अब नेपाल त कहीँ नै घुमेको छैन भनौँ न लगभग युके आएर पनि 2 वर्ष भइसक्यो कहीँ घुम्न गएको थिएन यसपालि मात्र स्कटल्यान्ड आएको अहिलेसम्म आएर म लन्डन पनि पुगेको छैन तर पनि आज यता आयो मुड फ्रेस भयो अब अस्तिको 2टा होलिडे पनि नेपाल गयो नेपाल गएर घर परिवार भेट्यो त्यो पनि त फर्किआयो घुम्ने ठाउँ कहीँ भएन 2 हप्तामा कति नै घुम्ने हुन्छ र अब नेक्स्ट टाइम जाँदाखेरि चाहिँ एकदमै घुम्नुपर्छ
यहाँ पनि अब चाहिँ यताउता घुमिरहने छु र भिडियो पनि बनाउँछु मलाई खासै अब प्रोफेसनल भ्लग त बनाउन आउँदैन यसो रमाइलो घुमेको ठाउँको केही फोटो भिडियोहरू बनाएर राख्ने हो ठाउँहरू चाहिँ एकै ठाउँ मात्रै देखाइयो अरे ठिकै छ केही छैन यो खैरीहरू पनि माथि ट्रेकिङ गराएको होला यिनीहरू पनि अनि थ्याङ्क यू यता चाहिँ सल्लाहको रुखहरू एकदमै धेरै ठुल्ठुलो सल्लाहहरू रहेछ यहाँ बाटो चाहिँ लास्टै चिप्लो पानी परेर हो कि पानी हिजो परेको थियो आज चाहिँ एकदमै घाम लागिरहेको छ हिजो घुम्न आएको पानीले पुरै एकदमै घुम्न पनि दिएन अलिअलि एक दुई ठाउँ चाहिँ घुम्यो त्यसबाट चाहिँ घुम्नेन यस्तो छिप्पी रोड छ आजलाई चित्ती यस उफ्रिन्थ्यो अब हल्ला 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 Oh, that phone has so much power. सपना हेलो गरौँ पछाडि गाइजहरूको त खेप्न मिल्दैन गाइज गुइजहरूको त यस्तो बाटो हिँडेर गयो कि I did like a schedule for the running.